यहाँ कोही कोही बच्चाहरू त जन्मेको पनि थिएन, कोही कोही त आमाको पेटमा पनि गइसकेको थिएन, बाउकै पेटतिर हल्लेर बसिरहेको थियो होला हैन। वर्षदेखि लिएर 83 वर्षसम्मको केटाहरू सबै मेरो बोयफ्रेन्ड हुन् कि। आज भोलि झन् मलाई यो भर्खरको केटाहरू भन्दा पनि बुढाहरू मन पर्न थालेछ। थाहा छ कहिलेदेखि? जुन दिनदेखि मैले युट्युबमा हेर्दाखेरि 83 वर्षको बुढोले अमला खुवाएर छोरा पायो, 83 वर्षको त्यही माथि पनि अपरेसन गरेकोले छोरा पाइदिएर यार। सोल्डर कहाँ छौ? आऊ मलाई बच्चाको आमा बनाऊ। कुन बाइक हो त्यो? बुलेट। हो माय गॉड। अब त्यो बुलेट बाइक पर्यो भने नि, अब इमेजिन गर्नुस् त्यो बाइकको पछाडि म चलाउने तपाईँ। सो हामी डेटिङ जाँदाखेरि अलि अफरोड जानुपर्छ ल। बाइकमा बसिसकेपछि पिच रोडमा अलिक मजा आउँदैन कि, अफरोडमा गएको त मजा आउँछ होइन। अफरोडमा गएपछि यस्तो छाती ठोकिँदा ठोकिँदा ल पर्छ, जाँदाखेरि अलिक अफरोड जानुपर्छ ल। बाइकमा बसिसकेपछि पिच रोडमा अलिक मजा आउँदैन कि, अफरोडमा गएको त मजा आउँछ होइन। खासमा कतिपय जोडीहरूको कल्पना योसँग ल पर्छ होला भनेर कल्पना पनि नगरेको जोडीको अफरोडमा गएपछि यस्तो छाती ठोकिँदा ठोकिँदा ल पर्छ। पर्न स्वाभाविक पनि हो। अरे सोल्टीहरूले फेरि मलाई खासमा उत्ताउलो भयो, छाडा भयो, छोटो लुगा लाउँछु भन्छ। म राम्रै देखाएको छैन? त्यो स्लिम फिगरको, जिरो फिगरको केटीहरू जस्तो साथमा हिँड्नु पनि हिप प्याड हाल्नु पर्दैन, यस्तो पुसअप बरा लाउनु पनि पर्दैन। खासमा चाहिँ आई लभ यु, आई वान्ट हग यु, I want to kiss you चाहिँ भन्ने हो, तर चाहिँ भन्ने होइन ल। त्यो त सिधै गर्ने हो के। कति कुरा स्पिचमा भन्दा पनि एक्सनमा मिठो हुन्छ हो कि न? जस्तै त्यसैले कति कुरा यस्तो हुन्छ जो भन्नमा पनि भन्दा पनि गर्नमा मजा आउँछ। सो भन्ने कुरा भन्दै गर्ने हो, गर्ने कुरा लुकेर गर्दै गर्ने हो। तर केटी हो जहिले पनि आफ्नो कुरालाई चाहिँ हाइड गरेर राख्ने ल। आफ्नो बोयफ्रेन्डले सोध्ला फेरि तिम्रो पास्टमा बोयफ्रेन्ड थियो भने लट्ठ्यो गरेर थियो त्यसले मन धोका दियो भने फेरि सोध्छु फेरि तिमीले कहाँ टच गर्यो सोध्छ है। यसैले जहिले पनि कुरा लुकाउने, झुट बोल्ने, जहिले पनि नो मेरो बोयफ्रेन्ड थिएन, आई एम स्टिल भर्जिन भन्ने।
केटी भर्जिन केटीसँग त आई लभ यु भन्नुपर्छ किनकि ज्योति मगर हो राष्ट्रिय गर्लफ्रेन्ड सबैको साझा गर्लफ्रेन्ड त्यसैले गर्लफ्रेन्डसँग जहिले पनि आई लभ यु खेल्ने हो के धनकुटा I love you भन्न न बाबा अब ल बेबीहरु अब नबिर्सेर I love you भन्न ल बाबा हे भन्नु भाइ हो हे रामरी भन्न हे सोनीले भन्न हे I love you भन्न हे I love you भन्न हे I love you भन्न I love you भन्न कतै केटीको पछाडी बसेको केटाहरुको आई लभ यु सुनौं न फेरि भिडभाडमा डान्स गरे जस्तो गरेर यस्तो 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 गर्दै डान्स जो केटीको छेउमै बसेको थियो अलि डिसिप्लिन भएर बस्ने है त फेरि भिडभाडमा ढकेला ढकेल गरे जस्तो छुवाइदिन्छ कि फेरि कोही कोहीले स्वागतको लागि भलिबल टिमलाई अध्यक्षज्यू गौरव कार्कीज्यूलाई ज्योति मगरज्यूलाई हात खडा लगाएर स्वागत गरिदिनको लागि अनुरोध गर्न चाहन्छु ऋत्विक सुकुमारलाई गरिदिनको लागि हात लगाइदिनु नमस्ते धनकुटा आई लभ यु धनकुटा कस्तो छ धनकुटा रमाइलो भइरहेछ अब ज्योति मगर आएपछि रमाइलो त हुनै पर्यो परेको परेन मैले सिरियसली सोचेको थिएन हामी यसरी तपाईहरु आउनुहुन्छ भनेर धेरै धेरै धन्यवाद दिन चाहन्छु जिल्ला भलिबल उत्सव 2082 तथा साथमा रमाइलो मेलाको आयोजक टिमलाई धेरै 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 धन्यवाद छ यस्तो राम्रो राम्रो सेक्सी सेक्सी सोल्टी सोल्टीहरू भेटाइदिनु भएकोमा अनि त्यसैगरी हाम्रो कपिल गुरुङजी नारायण मामा लगायत टिमलाई धन्यवाद छ आई लभ यु धेरै ढिला नगरेर अब सिधै गीततिर लागौँ ल अब ज्यान तताउनलाई हामी जस्तो सिंगल केटी छिर्ने भनेको भट्टीमा हो अनि सिंगल केटाहरू पनि छिर्ने भनेको भट्टीमा हो न त मेङ्गलाहरू त सिरक भित्र ज्यान तताउँछन् हो कि होइन धनकुटा त्यसैले यो चाहिँ एकदमै म जस्तै पोइ नपाएको जोइ नपाएको अलिकति समाज बिग्रेको अर्को लागि है त साँझ पख भट्टीमा छिरेको थाहै पाइन बिलकति तिरेको कान्छी मुसुकै पैसा फुसुकै कान्छी मुसुकै कान्छी मुसुकै यो चाहिँ केटाको लाइन हो कि अब कति होइन म हुन पनि कति इमानदार होला कि मान्छेहरू आफ्नै आवाज पनि लिपसिङ गर्छन् गीत बजाएर होइन आफू त केटाको लाइन पनि गाइदिने हो पुरै हो कि केटी हो किनकि हामी हरेक केटी मान्छेहरू चाहिँ पहिला केटा मान्छेहरू चाहिँ एक्लो लडाको भने वान म्यान आर्मी भन्थ्यो नि अब चाहिँ हामी वुमेनहरू वान वुमेन आर्मी हो कि केटी हो एक नारी सबलाई भारी हो नि त्यसैले अब केटीको लाइन गाउँछु नाको फुली टाल के कोटीले नाको फुली टाल के कोटीले सोल्टी राजा तीन पेग मैनु फिले पैसा हरला कै सोल्टी सरला पैसा हरला कै सोल्टी सरला अब पैसा हरला के भन्छ तपाईहरु सोल्टी सरला के भन्नुस् ल हे पैसा हरला
सेकेन्ड कान्छी मुसुके पैसा बसेको ट्र्याक बजाइहाल्ने त I love you. अलिकति रुगा खोकी दिनको प्रोग्राम गरेर थोरै घाँटी चाहिँ बसिरहेछ हैन। सो आज चाहिँ यसरी नै साथ दिनुपर्छ है त तपाईहरुले। अब एउटा रोइ लाग्यो है। हे हे तिर्खा लाग्दा सबले थाउने त्यो खोली भित्र के छ। तिर्खा लाग्दा सबले थाउने त्यो खोली भित्र के छ। सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ। सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ। के छ त बेबीहरु? म सिकाउँछु के छ। यो खोली भित्र पानी चोली भित्र जवानी हे
भित्र ओके एक्लै चोली भित्र जवानी हेर्दिउँ ल रोइनाले हेर्छ बजाउँदा खोली भित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ सबलाई मोहले लाउने तिम्रो चोली भित्र के छ सबलाई मोहले लाउने तिम्रो चोली भित्र के छ खोली भित्र दिदी होइन भाउजू मलाई पानी राखिदिएर होला स्टेजमा है खासमा ज्योतिमालाई दिदी भनेको सुन्दैन कि बेबी केटाहरूले चाहिँ ज्योति बेबी भन्ने हो केटीहरूले चाहिँ ज्योति जी भन्ने हो र अलि सानो केटीहरूले ज्योति भाउजू भन्ने हो तपाईँहरूको दाजुहरू सबै मेरो बोयफ्रेन्ड बनाउन लागेको छन् आई लभ यु टु अनि तपाईँहरू चाहिँ आई लभ यु टु तपाईँको दाइहरूलाई चाहिँ मुआ 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 एउटा नयाँ गीत गाउँछु कालोका फुल पहेँलो बेसारा मरिरहनु जिन्दगी के छारा बनैमा बनकेरा खासमा तपाईँलाई थाहा छैन होइन पहिला पहिला चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ वनमा बसेर वनतरुल बनकेरा बनमौरीको महहरू निकै खाने गर्नुहुन्थ्यो म पनि अलिकति अघिल्लो पुस्ताको भएर है त कालोका फल पहेँलो बेसारा मरिरहनु जिन्दगी के छारा बनैमा बनकेरा मादलो खुन्न लाज मान्नु हुन्न हे नाच माया एकचोटि फन्केरा पहेँलो बेसारा मरिरहनु जिन्दगी के छारा बनैमा बनकेरा मादलो खुन्न लाज मान्नु हुन्न हे नाच माया एकचोटि फन्केरा हे नाच माया एकचोटि हे नाच माया एकचोटि हे नाच माया एकचोटि
एकचोटि फन्केर नाच्नु ल माधवले गुरु बुझाउनु त यसरी फन्केर नाच्ने थ्याङ्क यू हजुर खास मलाई खोकीले छोडेको छ आई लभ यु टु बेबी तर फेरि मेरो आई लभ यु चाहिँ कहिले पनि परपर एउटा व्यक्तिलाई हुँदैन ल किनकि यहाँ उपस्थित भएको सम्पूर्ण धनकुटावासी जो 18 वर्ष नागिसकेको छ 18 वर्षदेखि लिएर 83 वर्षसम्मको केटाहरू सबै मेरो बोयफ्रेन्ड हुन् कि आज भोलि झन् मलाई यो भर्खरको केटाहरू भन्दा पनि बुढाहरू मन पर्न थालेको छ कहिलेदेखि जुन दिनदेखि मैले युट्युबमा हेर्दाखेरि 83 वर्षको बुढोले अम्मालाई खुवाएर छोरा पायो 83 वर्षको त्यही माथि पनि अपरेसन गरेकोले अपरेसन गरेको छोरा पाइदिँदा यार सोल्डर कहाँ छौ आऊ मलाई बच्चाको आमा बनाऊ आज भोलि चाहिँ एउटा आन्दोलन चर्किरहेको छ कि राजा आऊ देश बचाऊ रे अब तपाईँलाई थाहा छँदैछ कोही आएर पनि देश बस्नेवाला छैन हाम्रो राणा काल 2224 राज्य हेर्यो राणा शासन हेर्यो मल्लकाल हेर्यो त्यस पछाडि शाहवंशीय राज्य पनि हेर्यो प्रजातन्त्र हेर्यो अस्ति आएर गणतन्त्र पनि हेरियो हो कि हैन त्यसैले अब राजा आऊ देश बचाऊ भन्ने होइन राजा हेरिसक्यौ अब भन्ने के थाहा छ ह्यान्डसम सोल्टी आऊ ज्योति मगरले बच्चाको आमा बनाऊ कुरा त जे सम्भव छ त्यो गर्नुपर्छ के केटा हो असम्भव कुराहरू गर्नु हुँदैन कि केटा हो आई लभ यु केटा हो फेरि टुक्रा टुक्रा भिडियोमा हालेर फेरि सुरक्षा पन्तले लखेटा जस्तो लखेट्ने होइन ल मेरो मलाई फेरि केपी ओलीको झोले यो गणतन्त्रको गनी यो फलानु भनेर म्याथ 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 गणित के गणित आज त्यस्तो खालको गाली पनि दिन्छ नि फेसबुकमा म्याथ सिक्ने नेपाली सिक्ने इङ्ग्लिस सिक्ने त साइन्स सिक्ने भनेर गाली दिन्छ नि त हजुरलाई होइन अब हामी म्याथ चाहिँ सिक्दै नसिक्ने ल अब कसैले पनि तपाईँलाई म्याथ सिक्ने भने त आफै सिक म त सिक्दिनँ भन्नु है त कितै हे हे नाकको फुले यसै तिमीलाई काँदिला विमलाको सिन्की विमलाको चाना जलमा परेका पाउला जलमा परेका पाउला माया थ्याङ्क यू खास मैले यो गीत गर्ने बेलामा नि यो 2012 मा निस्केको गीत हो है अहिले 2025 भइसक्यो अलमोस्ट 13 वर्ष भयो गीत निस्केको सायदै यहाँ कोही कोही बच्चाहरू त जन्मेको पनि थिएन कोही कोही त आमाको पेटमा पनि गइसकेको थिएन बाउकै पेटतिर हल्लेर बसिरहेको थियो होला होइन अनि अहिले 25-26
20 वर्षको केटाहरू त्यति बेला जाँगे लाउँदैन थियो होला नाङ्गे कुद्ने केटाहरू अहिले तरुनी घुमाउने भइसक्यो तैपनि तपाईँहरूले यो गीत बिर्सिनु भएको छैन मलाई एकदमै खुसी लाग्छ अनि मलाई धेरैजनाले भन्नुहुन्छ कि एउटै गीत गरेर खाइरहेछ मोटी भैँसी भन्छ मलाई होइन म एउटै गीत गाएर खान्छु त कसले के गर्छ किनकि नेपालमा 3टा चिज कहिले पनि पुरानो हुँदैन एउटा नेपाली गीत सङ्गीत तपाईँले नारायण गोपालको जमानो गीत अहिले पनि सुन्नुहुन्छ होइन एउटा नेपाली गीत सङ्गीत पुरानो हुँदैन एउटा राजेश हमाल पुरानो हुँदैन अर्को ज्योति मगर त्यसैले मलाई खुसी लाग्छ तपाईँहरू सँगसँगै गाउँदाखेरि र यो गीत गाउँदै गर्दाखेरि बिचमा चाहिँ आफ्नो जिन्दगीलाई सेलिब्रेट गरौँ है त यो चाहिँ मैले धनकुटामा मात्रै पाएको एक सर्टमै आई लभ यु भन्ने चाहिँ देउसिरीले भन्थ्यो हो कि खासमा अरू सिधा सादा केटीहरूसँग हो कि देउसिरी खेल्ने ज्योति मगर जस्तो हट एन्ड सेक्सी कुमारी भर्जिन केटीसँग त आई लभ यु खेल्नुपर्छ किनकि ज्योति मगर हो राष्ट्रिय गर्लफ्रेन्ड सबैको साझा गर्लफ्रेन्ड त्यसैले गर्लफ्रेन्डसँग जहिले पनि आई लभ यु खेल्ने हो कि धनकुटा आई लभ यु भन न बाबा अब ल बेबीहरू अब नबिर्सेर आई लभ यु भन ल बाबा केटीको पछाडि बसेको केटाहरूको आई लभ यु सुनौँ न फेरि भिडभाडमा डान्स गरे जस्तो गरेर यस्तो गर्दै जो केटीको छेउमै बसेको थियो अलि डिसिप्लिन भएर बस्ने है त फेरि भिडभाडमा ढकेल गरे जस्तो छुवाइदिन्छ कि फेरि कोहीले ओके एकचोटि ऊ त्यो केटीको पछाडि बसेको केटाहरूको आई लभ यु सुनौँ है त I love you too. Ini lagu singki sang-sang gam music ma I love you खेलो है त
I love you, I wanna hug you, I wanna kiss you चाहिँ भन्ने हो तर चाहिँ भन्ने हैन ल त्यो त सिधै गर्ने हो के कति कुरा स्पिचमा भन्दा पनि एक्सनमा मिठो हुन्छ हो कि न जस्तै भ्रष्टाचार म भ्रष्टाचार गर्छु भन्दा मिठो सुन्दैन नै तर टेबल बनेर सर्ट पैसा तान्यो भने मजा आउँछ होइन अनि त्यसै गरी कुलत जाँड रक्सी जुवा तास ड्रग गाजा साजा रक्सी चुरोटहरू त्यो पनि म त जड्या हो भन्दा मिठो सुन्दैन नि हैन त जाँड खाँदा क्या मजा आउँछ एक्सनमा मजा आउँछ अनि म त प्ले बोय हो लेडी किलर हो भन्दा मजा सुन्दैन नि सुन्छ म त गाउँभरिको पोका हो भन्दा मिठो सुन्छ तर डेटिङ गर्दा मजा आउँछ त्यसैले कति कुरा यस्तो हुन्छ जो भन्नमा पनि भन्दा पनि गर्नमा मजा आउँछ सो भन्ने कुरा भन्दै गर्ने हो गर्ने कुराहरु लुकेर गर्दै गर्ने हो तर केटी हो जहिले पनि आफ्नो कुरालाई चाहिँ हाइड गरेर राख्ने ल आफ्नो बोयफ्रेन्डले सोध्ला फेरि तिम्रो पास्टमा बोयफ्रेन्ड थियो भने लट्ठी गरेर थियो त्यसले म धोका दियो भने फेरि सोध्छु फेरि तिमीले कहाँ टच गर्यो सोध्छ है यसैले जहिले पनि कुरा लुकाउने झुट बोल्ने जहिले पनि नो मेरो बोयफ्रेन्ड थिएन आई एम स्टिल भर्जिन भन्ने शब्द केटालाई सुरुमा मात्र कहानी सुन्दाखेरि केटाले ओ माय गॉड मेरो बेबीलाई त्यस्तो दुःख दिएको त्यसले अल्ले मेरो बेबीलाई धोका दिएको भन्छ सुरुमा अनि पछि झगडा पर्न थाले पनि ए तेरो त बेउरै त्यस्तै रहेछ नि त त्यही भएर धोका दिएर रहेछ भन्छ के त्यसैले केटी हो जहिले पनि झुट बोल्ने बोयफ्रेन्ड जतिवटा बनाए पनि त मात्रै हो भन्ने अनि कसम खा भन्यो भने कसम पनि खाइदिने तर कसम बाउ आमाको चाहिँ नखाने भगवान कसम
जे कुरा पनि लुकाएर गर्ने कसैले नभन्ने त भने अब सबैजना लाउड भएर है यति चाहिँ भन्नुपर्छ ल। यो गीत धनकुटाको टोडी खेलमा उपस्थित हुनुभएकी ब्युटिफुल सोल्टिनीहरूको तर्फबाट ब्युटिफुल भनेको फेरि 32 को कम्मर 36 को छाती 36 को हिप हुँदैन। हामी जस्तो 36 को कम्मर 44 को छाती 46 को हिप पनि एक्चुअली केटी मान्छेहरू सबै ब्युटिफुल हुन्छ। आज बिहा गरेपछि झन् धेरै ब्युटिफुल हुन्छ, बच्चा पाएपछि झन् धेरै ब्युटिफुल हुन्छ। हो कि त महिलाहरू? त्यसैले ब्युटिफुल केटीहरूको तर्फबाट त्यो ह्यान्डसम सेक्सी सोल्टीहरूको लागि कालो गए गोरो आउँछ गोरो गए कालो, कालो गए गोरो आउँछ गोरो गए कालो, झ्यापै माया लाग्यो झिल्के पर्दाखेरि पालो, अरू चिनो केही पनि छैन भो केही पनि छैन भो, जाली रुमाल सोल्टीलाई बैना भो। सबैजनालाई म अहिले समयकै एनर्जेटिक भएर नाच्नको लागि अनुरोध गर्दै यो गीत जाली रुमाल
कि खासमा होइन मलाई यस्तो खुकी लगाइरहेछ लाग्नु पनि स्वाभाविकै हो यस्तो धम्कुचा जस्तो चिसो ठाउँमा सिंगल केटी चिसो ओछ्यानमा सुत्नुपर्छ एक्लै बिचरा ज्योति मगर अब म एउटा लास्ट सम्झाउँछु र आज हाम्रो हाउसी बिङ्गोमा कुन बाइक हो त्यो बुलेट हो माइ गॉड बेबीहरू त्यो हान्छ नाच्ने बेबीहरू बुलेट बाइक पर्न सक्छ सबैजना टिकट लिएर बस्नु होला अब त्यो बुलेट बाइक पर्यो भने नि अब इमेजिन गर्नुहोस् त्यो बाइकको पछाडि म चलाउने तपाईँ सो हामी डेटिङ जाँदाखेरि अलि अफरोड जानुपर्छ ल बाइकमा बसिसकेपछि पिच रोडमा अलि मजा आउँदैन कि अफरोडमा गएको त मजा आउँछ होइन खासमा कतिपय जोडीहरूको कल्पना योसँग नपर्छ होला भनेर कल्पना पनि नगरेको जोडीको अफरोडमा गएपछि यसो छाती ठोकिँदा ठोकिँदा नपर्छ पर्न स्वाभाविक पनि हो अनि सोल्टीहरूले फेरि पछाडि केटा पोक्यो भने त्यति धेरै ब्रेक लाउँदैन पछाडि केटी राख्नुपर्छ ब्रेक लाकोलाई गर्छ लाकोलाई गर्छ हो कि होइन सो टिकट लिएर बस्नुहोस् त्यो बुलेट बाइकमा चढेर हामी अफरोड जानुपर्छ है अनि हामी यस्तो ठाउँमा जानुपर्छ जहाँ सुनसान होस् घना जङ्गल होस् अँध्यारो होस् त्यही बेलामा बाइकको तेल सकियोस् अनि मलाई डर लागोस् त्यही बेला मलाई चाहिँ डर लागोस् होइन अनि केटाले चाहिँ टक्को ज्याकेट खोलेर होइन म छु भनेर झाप्पै अँगालो मार्नुहोस् अनि अँगालो मार्ने बित्तिकै डर हराएर हल्का मुटु ढुकढुक होस् सोचेर पनि इमेजिन गरिसक्यो हो त्यस्तो मोमेन्ट क्रिएट गर्नु छ भनेपछि बाइक जितिहाल्ने ल ओके भन्दै अब म लास्ट सङ गाउँछु गाउनुभन्दा अगाडि तपाईँहरूलाई सोध्छु मलाई खासमा उत्ताउलो भयो छाडा भयो छोटो लुगा लगाउँछु भन्छ म राम्ररी देखा छैन अभियसली मोटी छ म अभियसली मोटी देख्यो होला तर आई डोन्ट माइन्ड आई लभ माइ सेल्फ आई लभ माइ बडी म एकदमै कम्फर्टेबल छु म मेरो मोटोपनसँग मलाई कुनै रिग्रेट छैन एटलिस्ट हामीले त्यो स्लिम फिगरको जिरो फिगरको केटीहरू जस्तो साथमा हिँड्नु पनि हिप प्याड हाल्नु पर्दैन यस्तो पुसअप बरा लाउनु पनि पर्दैन आई एम सो ओके र केटीहरू पनि ओके नै होला हो कि होइन त्यसैले ज्योति भनेको आई लभ यु भन्न न एउटाले ज्योति भन्ने अर्को आई लभ यु भन्ने हो नि त बाबा अरू नेताहरूको नारा लाउँदा मात्रै हो कि फलानु हल्लानु हाई जिन्दाबाद मुर्दाबाद होइन ज्योतिको त आई लभ यु हुन्छ ज्योति आई लभ यु यस्तो हुन्छ कहिले चाहिँ ट्राई गर्छ म ज्योति भन्छु तपाईँ आई लभ यु भन्नु त ज्योति हो यस्तो हुन्छ ल सो म जस्तो भए पनि होइन म एकदमै मलाई आफूलाई राम्रै लाग्छ किनकि आफूलाई हेर्ने आफ्नो नजरले हो अरूको नजरले हेऱ्यो भने त चन्द्रमामा पनि दाग देख्छ सो आफ्नो नजरमा जहिले पनि ब्युटिफुल रहनुहोस् भन्दै यो लास्ट सङ तपाईँको लागि चान्छु नि त
अझ लाउड है त अझ लाउड अझ सेक्सी अब 4 मिनेट चान्चु ने तो का हो र अधेरो नालाको माया खाली भक्ति गरी अधेरो नालाको माया खाली भक्ति गरी Oh the track
कुटा गुड नाइट सेक्सी नाइट अलिक छोटो लगाइसियो चोली मैसाबले चोलीबाटै चलाइसियो गोली मैसाबले धेरै धेरै धन्यवाद छ चर्चित गायिका ज्योति मगर ज्यूलाई यहाँ सबैको तर्फबाट एकचोटि चर्चित गायिका ज्योति मगरको लागि जोरदार ताली र अब हामी हाउजी खेल्छौं बुलेट बाइक छ यो बुलेट बाइकको लागि तपाईहरु सबैले टिकट काट्नु होला अब हामी 11 बजे ठ्याक्कै हाउजी स्टार्ट गर्छौं र हाउजी टोलीलाई सम्पूर्ण हाउजी टोलीलाई आफ्नो सामान स्टेजमा ल्याइदिनको लागि अनुरोध गर्न चाहन्छु र अघि पनि मैले भने हाम्रो सामानहरु सुरक्षित राख्नु होला भनेको थिएँ र सामान हराएको छ एउटा 220 को बाइकको चाबी हराएको छ तपाईहरु कसैले चाबी देख्नु भएको छ भने उपलब्ध गराइदिनको लागि अनुरोध गर्न चाहन्छु अनि अर्को ओप्पो मोबाइल पनि हराएको छ यहाँ नास्ता नाच्दै हराएको छ त्यसैले ओप्पो मोबाइल भेट्नु हुने महानुभावहरूले स्टेजमा पुर्याइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु किनभने हामी सबैजना एकदमै त्यस्तै गरेर मायाको छिनो प्रदान गर्ने कार्यक्रम रहेको छ ज्योति मगरज्यूलाई म ज्योति मगरज्यूलाई स्टेजमा अनुरोध गर्न चाहन्छु र मायाको छिनो प्रदान गरिदिनको लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज सामलिङज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु मनोज सामलिङज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु सबैले सब्स्क्राइब गरेर जोडिनु अनुरोध गर्न चाहन्छु र सबै